नमस्ते नमस्ते। आज म सानो भिडियो बनाउँदैछु। यो स्वास्थ्य बिमा बोर्ड दर्ता सहयोगीको स्थायी लेखा नम्बर र बैंक विवरण अत्यावधि सम्बन्धमा भन्ने विषयमा सानो भिडियो बनाउँदैछु। सो भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु होला र सेयर पनि गरिदिनु होला। सुरुमा लिङ्कलाई ओपन गर्ने, त्यसपछि यहाँ यस्तो देखाइसकेपछि यहाँ प्रदेश आउँछ। प्रदेश आइसकेपछि आफ्नो कुन प्रदेश हो त्यो चुज गर्ने। हाम्रो कर्णाली प्रदेश हो र कर्णाली प्रदेश चुज गरिसकेपछि अर्को भनेको छ, त्यहाँ अर्कोमा क्लिक गर्ने। अर्कोमा क्लिक गरिसकेपछि अब यो जिल्लाको नाम आउँछ। तपाईँ कुन जिल्लाको हो त्यो जिल्ला छनौट गर्ने। हाम्रो जाजरकोट हो, जाजरकोटलाई छनौट गरेँ र फेरि अर्कोमा जाने। त्यसपछि दर्ता सहयोगी कोड आउँछ। दर्ता सहयोगी कोडमा चाहिँ तपाईँको कति नम्बर कति कुन कोड हो त्यसमा क्लिक गर्ने। म अहिले इक्जाम्पलको लागि बिन्दु नेपालीलाई म लिन्छु। यसरी आफ्नो क्लिक गर्ने। क्लिक गरिसकेपछि त्यसपछि अर्कोमा क्लिक गर्ने। अर्कोमा क्लिक गरिसकेपछि स्थायी लेखा नम्बर र बैंक विवरण भन्छ। तपाईँको स्थायी लेखा नम्बर भनेको प्यान नम्बर हाल्ने। प्यान नम्बर हालिसकेपछि अनि बैंक कुन बैंक हो बैंक छनौट गर्ने। तपाईँ कुन बैंकमा खाता छ सो बैंक छनौट गर्ने। छनौट गरिसकेपछि अनि खातावालाको चेकमा भएको अङ्ग्रेजीमा नाम, कतिपय नाम बिग्रिन्छ, त्यसले गर्दा अङ्ग्रेजीमा चेकमा भएको नाम ट्याक्क त्यो नम्बर हाल्नुहोस्, त्यो नाम हाल्नुहोस्। त्यसपछि खाता नम्बर यसरी लेख्नुहोस् चेकमै, चेक हेरेर। त्यसपछि अङ्ग्रेजीमा तपाईँको आफ्नो मोबाइल नम्बर, अफिसले कुन मोबाइल नम्बर दिनुभएको छ अथवा बैङ्कमा कुन मोबाइल नम्बर छ सोही मोबाइल नम्बर यहाँ राख्नुहोस् र पेस्ट गर्नुहोस् भनेको ठाउँमा तपाईँले क्लिक गर्नुहोस् है। क्लिक गरिसकेपछि यदि तपाईँले कतै माथि मिस्टेक गर्नुभएको छ भने विवरणलाई फेरि हटाउन पनि सक्नुहुन्छ। तर सबै ठिक छ भने तपाईँले विवरण पेस्ट गर्नुहोस्। पेस्ट गरिसकेपछि तपाईँको सबमिट हुन्छ र